हेलो गाइज, वेलकम ब्याक टु माई एनदर भ्लग। र आज चाहिँ हामीहरू सिन्धुपाल्चोक हाइबुङ भन्ने ठाउँ गइरहेको छौँ र मेरो साथमा पछाडि प्रवीण लामा छ। र आज चाहिँ गाउँ गइरहेको छु है, काठमाडौँबाट सिन्धुपाल्चोक गइरहेको छु। र काठमाडौँमा चाहिँ भ्लग बनाउन पाइएन है, भिडभाड पुरा धुलो माटो भएर अहिले चाहिँ हामी शान्त ठाउँमा आइसकेको छौँ। अब यहाँबाट उकालो उकालो लाग्दैछौँ, पहाडको बाटो, हावा हुरी दामी चलिरहेछ। अब बिस्तारै बिस्तारै जान्छौँ यहाँबाट। लगभग हामी 5 बजिसक्यो। अब हामी हाइबुङ भन्ने सिन्धुपाल्चोक जिल्लामा पर्छ, पढ्न चाहिँ हाइबुङ भन्ने गाउँ गइरहेछौँ यहाँबाट। ल अब बिस्तारै जान्छौँ यहाँबाट। अझसम्म बाटो चाहिँ ठिकै छ, बौद्ध जोरपाटी हुँदै हामी सिधा अहिले यो बाटो आएछौँ। यो गाउँ के हो? साकु हो यो। अहिले चाहिँ हामी साकु भन्ने ठाउँमा छौँ। साकुबाट अब जाँदैछौँ माथि। हेर्नुहोस् अगाडि ऊ पहाडमा माथि घरहरू क्या दामी देखिरहेछ। लक्ष्मीफेदी, साकुको लक्ष्मीफेदी भन्ने ठाउँ छौँ हामी। जान त उताबाट सुन्दरी जलबाट बाटो पनि जान्छ, तर हामी चाहिँ यो बाटो गइरहेछौँ अहिले चाहिँ। र अब बिस्तारै जान्छौँ, केही छैन। 5:15 समथिङ बजेको होला अहिले चाहिँ। घडी चाहिँ अब हेरौँ, नास्ता सास्ता खाएर हिँडेको हामीहरू दिदीको हाम्रो माइजूकोबाट। ल अहिले चाहिँ अब हाम्रो अब बिस्तारै जाउँ। बाटो चाहिँ अहिले चाहिँ पक्की छ। अब माथि माथि हेरौँ कस्तो बाटो छ, उकालो कच्ची बाटो पनि आउँछ होला। र हाम्रो यो पुल छ यो सानो। ल अब यो ठाडै उकालो छ, यस्तो उकालो छ, यस्तो उकालो भएर बाटो जान्छ अब गाउँ हाम्रो हाइबुङ भन्ने ठाउँ। र अहिले चाहिँ जङ्गलको बाटो पुग्यो। अब उकालो लाग्यो, ठ्याक्क पुरै उकालो लाग्यो अहिले चाहिँ। अब काठमाडौँबाट धेरै हामी टाढा आइसक्यौँ, लगभग चिसो फिल भइसक्यो। अब डाँडा काँडामा आएर हामी चिसो फिल भइसक्यो। अब ल बिस्तारै बिस्तारै जाँदै गर्छौँ। भ्लगहरू हेर्दै गर्नुलाई हाम्रो सिस्नेरी र चितलाङपछिको अर्को भ्लग हो यो। सानो गाडी गइरहेको छ, गाउँमा सामानहरू गएर होला पहाडतिर। ए पहिरो गएको छ है यतातिर पुरा, हेर्नु यस्तो पहिरो छ, ढुङ्गाहरू खसिरहेछ। एम्बुलेन्स पनि गइरहेछ। ठाउँ ठाउँमा यो ऐना राख्दैछ, यताबाट आउने गाडीहरू देखिन्छन्। ओए एम्बुलेन्सको त पुरा लास्टै धुवा फैलिरहेछ एम्बुलेन्स। ठाउँ ठाउँमा बस्ने पनि रहेछ, बस स्ट्यान्ड जस्तै। बस स्ट्यान्डै भन्यो, गाडीहरू आउने बेला यहाँ रोक्छ होला गाडीहरू जान्दै। यो मलाई दामी लाग्यो कि यो यस्तो पहाडमा पुरा सम्म रुखहरू छ कि, सम्म भएको रुख छ कि यो साइडमा। बजार रहेछ भने सानो यताबाट नगरकोट। ए कालिका शरण स्वास्थ्य चौकी पनि छ यतातिर। स्कुल रहेछ, हाम्रो वडा कार्यालय चाहिँ स्कुल रहेछ, श्री कालिका शरण माध्यमिक। यो लैङचोर भोटेचोर यता। ल अब हामी यो बाटो गइरहेछौँ। माथि सूर्य टाक्क पारिरहेछ, यहाँबाट भ्यूजहरू। हावा चाहिँ बेसरी चलिरहेछ अहिले चाहिँ, हावा चाहिँ मस्त चलिरहेछ। ए हेर्नुहोस् भ्यूजहरू। काठमाडौँ त उता पुगिसक्यो हामी, उता काठमाडौँ भयो ऊ पर, त्यही बाटो भएर आएको हामीहरू। अहिले चाहिँ यो बाटो भएर जाँदैछौँ। अब सानो हामीहरूको लामाहरूको गुम्बा जस्तो लाग्छ मलाई साइडमा चाहिँ। यहाँ रिसोर्ट पनि रहेछ, जर्सिङ रिसोर्ट भन्ने रहेछ यतापट्टि साइडमा। यो पहाडको भ्यूजहरू देख्न सक्नुहुन्छ। अब यहाँबाट लाग्नुपर्छ हामीले बिस्तारै बिस्तारै। हाम्रो भ्यूज पर उता चाहिँ देखिरहेछ नि, यस्तो साइडमा देखिरहेछ। अब हेर्दै जाउँ बिस्तारै बिस्तारै। ल गइरहेछ। यस्तो यता खनेछ, यता उहाँ छ बाटो चाहिँ। अब अलिकति कन्जस्टेड छ भनौँ, दुईवटा गाडी आएपछि त कन्जस्टेडै हुनेछ। र अहिले चाहिँ अब यो बाटो चाहिँ तल जाने रहेछ।
अब यहाँबाट हामी लाग्छौँ अझै माथि 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 जाने हो क्या हो त्यो यस्तो बाटो भइरहेछ नि जहाँ डोजर गइरहेछ ऊ पर त्यही डोजर बाटो हामी जाने मलाई त्यस्तै लाग्यो यस्तै ठाडो यार बाटो पनि है अहिले चाहिँ अब यो पुरै बनिरहेछ यो एक स्लट दिएछ बाटो एक स्लट चाहिँ खल्टो खनेर बनाइरहेछ अब यस्तै बिट बनाउँछ होला सिमेन्टेड बिट बनाउँछ जस्तो लाग्छ मलाई त्यो बाटो अब हामी अहिले चाहिँ माथि भएर अब यहाँ बाटो डोजरले चाहिँ खनिरहेछ बाटो चाहिँ अब हामी बिस्तारै जान्छौँ बाटोले बनाइरहेछ डोजरले यस्तो छ पुरै बाटो गिट्टी हाल्दैछ यार बाटो नेसनल माउन्टेन भ्यू रिसोर्ट रहेछ यहाँ है नेसनल माउन्टेन भ्यू रिसोर्ट सानो दुनियाँ रहेछ है नेसनल माउन्टेन भ्यू रिसोर्ट ट्याक्क दामी राखेछ यो त अहिले चाहिँ यहाँ पुरा खै सेतो सेतो पोल्युसनले हो के हो त्यो नत्र त पुरा पहाड देखिन्छ राम्रो बिहान मर्निङ टाइममा देखिन्छ पुरै नापिरहेछन् लास्टै सबै वर्षीहरूले सिभिल इन्जिनियर हुन् कि या प्र्याक्टिकल गर्न आउन् कि खै के हुन् सब बाटो बनिरहेको छ साइडतिर बाटो चाहिँ के हो यार बाटो चाहिँ ल्याङ पुरै माटो हालेर लास्टै बनाएर पुरै खनिसकेको रहेछ बाटो यो चिया बगान यहाँ पनि के हो हेभन हिल रिसोर्ट रहेछ यता साइडमा ल अब हाम्रो सिन्धुपाल्चोक सुरु भयो है यहाँबाट सिन्धुपाल्चोक जिल्ला सुरु भयो यो बोर्ड लागेर आछ पुरै काठमाडौँ चाहिँ उत्यो खल्ला त्यहाँ थियो काठमाडौँ चाहिँ त्यहाँसम्म लाग्दैछ अब यो बोर्डपछि हामीलाई हार्दिक स्वागत भएको छ सिन्धुपाल्चोकतिर सिना पराम्ब हाम्रो प्रहरी चेकिङ छ भनेको बोर्ड लागिरहेछ भोटेचोर पुग्यो हामी यहाँ भोटेचोर ओ गाउँहरू हेर्नुहोस् यो कुन गाउँ हो भोटेचोर सिन्धुपाल्चोक भोटेचोर पुगिसक्यो अहिले सरस्वती हायर सेकेन्ड्री स्कुल विद्यालय रहेछ यहाँ सरकारी विद्यालय हो सरकारी विद्यालय रहेछ हो ठुलै रहेछ है विद्यालय पनि र भ्युजहरू हेर्न सक्नुहुन्छ खतरा भ्युज देखिरहेको पानीहरूको बर्खामा त पुरा बगेर आउँछ यहाँ यो पानी चाहिँ गाडीहरू रहेछन् स्कुलको गाडी हो नि यो कलेज इन्जिनियरिङ कलेज छ यहाँ इन्जिनियरिङ कलेजको गाडीहरू रहेछ ए ऊ त्यहाँ पनि विद्यालय रहेछ सरकारी होला त्यो पनि सानो सानो पानीहरू छ यहाँ वाटर क्रसिङ बाटोहरू हावा चाहिँ बेसी लाग्दैछ कि अरू त के जाडो होला जस्तो छ यस्तोमा पनि है पुरै बसहरू पहिरो जाने रहेछ यहाँ यार यत्रो पहिरो ढुङ्गाहरू हेर्नु भुवाभरि
र ऊ त्यो है हाम्रो गाउँ कहाँ हो तिम्रो घरदेखि चाहिँ यहाँबाट खै र अहिले चाहिँ यो ऊ पर छ उतापट्टि हाम्रो गाउँ छ अहिले हामी जान्छौँ त्यो गाउँ र पहिला चाहिँ म यो बाटो आएको थिएँ बर्खामा बाटो भुलेर ऊ पर छ है गाउँ अब यो बाटो जान्छ हामी सिधा लगभग 6 बजिसक्यो है अब जाउँ सिधै अब ऊ माथि स्कुल छ अनि तल्लोपट्टि गाउँ हो ल अब गाउँतिर जाउँ गाउँतिर लागौँ अब बाटो यस्तै छ है कच्ची छ अहिलेसम्म कच्ची वहाँ आधा बाटो मात्रै हो पक्की त्यसपछि अफरोडिङै छ पुरै काहीँ काहीँ ठुलै खाल्टी छ ढुङ्गाहरू पनि छ धेरै र काहीँ चाहिँ अब यस्तै छ बाटोहरू उतापट्टि शिवापुरी जङ्गल लाग्छ है उताबाट गयो भने अर्को बाटो गयो भने ड्याम पुगिन्छ थाप ड्याम उताबाट गएपछि यो बाटो चाहिँ पुगिँदैन अर्को यो बाटो भएर हाम्रो गाउँबाट उताबाट गयो भने थाप ड्याम पुगिन्छ के भन्नु र अब पहिला पनि एकचोटि भ्लग बनाएको थिएँ मैले सायद गाउँ आउँदाखेरिको भ्लग र यस्तो घना जङ्गल छ है पुरै र फाइनली पुग्यो है गाउँ कहाँ तलै जाने नि तलै लग्ने न कहाँ बस्ने हो कहाँ जाउँ एकचोटि सामान राखेर आउँला बरु यार त्यो पनि छ कि मान्छे फाइनली गाउँ पुग्यो यो तलपट्टि छ घर चाहिँ यहाँबाट हिँडेर जान सकिन्छ र यता ल लागौँ अब यो भाइले यो यता हेर त यहाँ हो यो यता आउन यता देखाउनु मुख देखाउनु हो यो हाम्रो ज्याकिजन भाइ अब यो हामी चिया खाने जाने भन्छ घर नगएर चिया खाने जाउँ त यी उतापट्टि छ यहीँ राखिदिउँ ल भाइ यहीँ राखिदिन्छु भाइ ल अब यहाँबाट हामी यसो चिया सानो खान जान्छौँ हाम्रो ज्याकिजान भाइले लगिरहेछ ल यस्तै छ अब